अति भन्दा अति दुःखद खबर यही बिहिबार नगर प्रहरीकै कारणले ट्राफिक प्रहरीले गर्ने काम नगर प्रहरीलाई किन दिएको, किन बाठो हुनु पर्यो, किन दिएको नचाहिने अधिकार, किन हुइल लगाउनु पर्यो नगर प्रहरीले? त्यो त नेपाल प्रहरीलाई छँदैछ नि, ट्राफिक प्रहरीको काम हो। अनि किन विवाद गरेको, किन झगडा गरेको? सर्वसाधारणलाई के दुःख दिने काम मात्रै हो नगर प्रहरीको चाहिँ? त्यही काण्डका रिसको कारणले गर्दामा आवेशमा आएर आत्मदाह गरे गणेश नेपालीले, तर गर्न नहुने थियो। टेन्सन लेने का नहीं टेन्सन देने का हो जस्तो गर्नु पर्थ्यो हैन। तर टेन्सन लिएर आत्मदाह गर्नु भनेको सबभन्दा नराम्रो कुरा हो। त्यो गर्नै नहुने काम गरे उसले पनि। त्यसमा मिडिया बोलाएर उसको यिनीहरूको ज्याजती यहाँसम्म यहाँदेखि यहाँसम्म छ भनेर खुलाउनु पर्थ्यो। आखिर आत्मदाह चाहिँ गर्नु नपर्ने थियो, तर गरे। यस्तो घटनाहरू फेरि नघट्ला भन्न सकिँदैन। यस्तै दुःख दिइरहने नेपाल प्रहरीले, ट्राफिक प्रहरीले, नेपाल सरकारको यस्तै आदेश हुने हो भनेदेखि नि 5,000, 10,000, 25,000, 50,000, 1 लाखसम्म चिट काटिन्छ, जरिवाना तोकिन्छ। सर्वसाधारण जनतालाई दिनभरि कमाएर बिहान बेलुका छाक टार्न गाह्रो पर्ने जनतालाई यस्तो खालको जरिवाना तोकिन्छ भनेदेखि नि फेरि यति एकजनाले मात्रै होइन, यसमा गणेश नेपाली मात्रै पर्दैनन्, अरू सयौँ हजारौँले आत्मदाह गर्नुपर्ने बेला नआउला भन्न सकिँदैन। यो निर्णय चाहिँ सरकारको यो जुन कार्य चलाएको छ जरिवानाको, यो चाहिँ पुरै खारिज गर्नुपर्छ। अनि गणेश नेपालीको परिवारलाई, बच्चालाई पढाउनुदेखिबाट पुरै सुरक्षाको जिम्मा लिनुपर्छ। अनि घाँस कबासको जिम्मा लिनुपर्छ नेपाल सरकारले। किनभने यिनीहरूकै नचाहिने कामको लागि, नचाहिने निर्देशनको कारणले गर्दामा आत्मदाह गर्न पुगेको हो। यसले सब सिकाएको हो। के गर्यो भनेदेखि जनतालाई मार्का पर्दो रहेछ, जनताले यतिसम्म गर्न सक्ने रहेछन् भन्ने कुरो साबित गराउनको लागि नै हुनसक्छ गणेश नेपालीले आत्मदाह गरेको। यो त्यत्तिकै नजाओस्, यिनको बलिदान त्यत्तिकै नजाओस्। यो पुरै खारिज हुनुपर्छ। जुन जरिवाना तोकेको छ नि हो पुरा खारिज हुनुपर्छ। पहिला जे थियो त्यही हुनुपर्छ। सरकारले पुरै जिम्मा लिनुपर्छ। यी बाल बच्चाको खर्च पर्चदेखिबाट घाँसबासको सुरक्षाको जिम्मा लिनुपर्छ। किनभने चाहिने भन्दा पनि नचाहिने काम गरेको थियो नेपाल सरकारले।